मैले मेरो जीवनको विषयमा केही न केही गर्नु छ। म यो कलिलै उमेरमा मर्न चाहन्न र म यस प्रकारले मर्न पनि चाहन्न। लागु पदार्थले मलाई मार्दैछ। जब म सानै थिएँ, मैले बनाएका सारा योजनाहरू के भए, के कुरामा खराबी आयो, म किन मेरो जीवन यसरी बर्बाद पार्दैछु, मलाई के भइरहेको छ, म बुझ्नै सक्दिनँ। मैले यो पागलपनालाई रोक्नु छ, तर मलाई थाहा छैन कि कसरी रोक्ने। कहिल्यै बाहिर आउन नसक्ने गरी म गहिरो खाडलमा भासिँदैछु। मलाई सबै कुरा र सबैजना देखेर रिस उठ्छ। म भित्रभित्रै त्रासमा थाकिरहेछु। म भित्रभित्रै केही खराबी अनुभव गर्दछु। मेरो समस्याको निम्ति अन्य कसैलाई दोष लगाउँदैमा म निको हुन सक्दिनँ। यो कुराले म झन खराब अनुभव गर्दछु र म ज्यादै गोलमाल अनुभव गर्दछु। म भाग्दा भाग्दै थाकिसके। म के कुरादेखि भाग्दैछु मलाई त्यतिसम्म पनि थाहा छैन, तर म स्वयंलाई भाग्नदेखि रोक्न सक्दिनँ। अब म स्वयंलाई चोट पुर्याउन चाहदिनँ। म असंख्य चोटि पीडित भइसकेँ। म फर्किन चाहन्छु। अब म कति पनि रिसाउन चाहन्न। अब म यो डरबाट अन्त कतै लुक्न सक्दिनँ। मेरो जीवनलाई अर्कै मोड दिने कुनै उपाय यहाँ हुनुपर्छ। अरू व्यक्तिहरू लागु पदार्थबाट निको भएका छन् भने म किन हुन सक्दिनँ? कतै असफल त हुने होइन भन्ने त्रासमा म बाँचिरहेछु। यदि म असफल भयो भने अब मैले के गर्ने हो त्यो मलाई थाहा छैन। नशाविहीन भएर बाँच्न सक्दिनँ होला भन्ने भयले मलाई समाउँछ। नशाविहीन भएर बाँच्न कति निरस हुन्छ होला। म निरसतामा बाँच्न सक्दिनँ। जीवनमा असल स्थान पाउँदिन होला भन्ने कुराले म त्रसित छु। त्यो परिवर्तनको लागि अब धेरै ढिलो भइसक्यो। नशा छोड्न मैले के गर्नुपर्छ भन्ने कुराले मलाई भयभीत तुल्याउँछ। जीवनमा मैले असंख्य गल्ती गरिसकेको छु। अब म तिनीहरूलाई कसरी व्यवस्थित तुल्याउँ? मेरो परिवार र मेरो साथीहरूले म परिवर्तन भएको चाहदैनन्। सायद तिनीहरूले मलाई क्षमा पनि दिँदैनन् होला। यो कुराले आशारहित अनुभव गराउँदछ। यद्यपि मैले कसैलाई पनि परिवर्तन गर्न सक्दिनँ भन्ने कुराले मलाई एउटा मौका भनिदिँदछ। तर मैले केही गर्नु छ। ममा अति व्याग्रता छाइरहेको छ र अब म केटाकेटी जस्तो व्यवहार गर्दिनँ। मलाई सहायता चाहिन्छ। जब आफ्नै कोसिसले मैले नशा छोड्ने प्रयत्न गरेँ, तर त्यसले काम गरेन। धेरैचोटि मैले प्रयत्न गरेँ, तर म असफल भएँ। मैले अति नै कमजोर र लज्जास्पद अनुभव गर्नु पर्यो। तर ममा घटेका सबै कुराहरू मेरो कमजोरी भने थिएन। अब म मेरो दुर्व्यसनी साथीहरू जस्तै कहिले पनि हुन चाहदिनँ। तिनीहरू मेरा मित्र होइनन्। तिनीहरूले मलाई सहायता गर्दैनन्। तिनीहरूको म प्रति कुनै चासो वा वास्ता छैन। अब म कोसिस गर्न चाहन्छु। चाहे त्यो जोसुकै किन नहोस्, मेरो जीवन परिवर्तनको लागि केवल अर्को मौका दिनुहोस्। म भरमग्दुर प्रयास गर्नेछु। यदि कसैले मलाई सहायता गर्न चाहन्छ भने म कोसिस गर्नेछु। यदि त्यहाँ कुनै व्यक्तिको अस्तित्व छ र यदि त्यहाँ कुनै अलौकिक विवेकले मलाई तल हेरिरहेको छ भने, वा भित्रैबाट कुनै दिव्य ज्योतिले प्रकाश छरिरहेको छ भने कृपया मेरो सुनवाई होस्। मैले जीवनमा गरेका सारा खराब कुराहरूको बावजुद पनि ममा ध्यान केन्द्रित गर्नुहोस् भनी म
आशा गर्न सक्दिन, तर म कहीँ पनि जान सक्दिन र मलाई सहायताको आवश्यक छ। मेरो जीवनलाई म अर्कै मोड दिन चाहन्छु, कारण म पुनः स्वस्थ र प्रसन्न हुन सकूं। मेरो जीवनमा मैले असंख्य भूल गरिसकेको छु। म दुष्ट र रिसाहा थिएँ। म घमण्डी र ईर्ष्यालु पनि थिएँ। मलाई प्रेम गर्नेहरूलाई मैले चोट पुर्याएको छु र स्वयंलाई पनि। यो खराब थियो भन्ने कुरा पनि मैले अहिले बुझेको छु। मलाई प्रेम गर्ने मानिसहरूसित मैले थुप्रै चोटि झगडा र वाद विवाद गरेको छु। जुन कुराप्रति म स्वयंलाई खेद छ र म तिनीहरूप्रति क्षमायाचना गर्न चाहन्छु। यदि समय धेरै ढिलो भइसकेको छैन भने म अब मेरो जीवन परिवर्तन गर्न चाहन्छु। म पुनः जीवनमा केही असल कार्य गर्न र खुसी रहन चाहन्छु। मेरो जीवनको उद्देश्य के हो सो म अब जान्न चाहन्छु। जब मैले लागु पदार्थ सेवन गर्न सुरु गरेँ तब म आफ्नो बाटो बिराउन पुगेँ। मेरो समस्यालाई बिर्सन यसले सहायता पुर्याउँछ कि भनेर मैले बेठिकसँग सोचेँ, तर यसले मेरो अवस्था झन् दिन प्रतिदिन खराब बनाउँदै गयो। कसैको सहायता बिना नै मेरो जीवन कसरी चलाउनु पर्छ सो मलाई राम्ररी थाहा छ भनी म विचार गर्थेँ, तर म गलत सोच्दै थिएँ। मेरो खराब बानीबाट कसरी मुक्त हुने, कृपया मलाई बाटो देखाइदिनुहोस्। मलाई यो पनि थाहा छ कि यो कठिन कार्य हो, तर यदि तपाईँ मेरो समीपमा हुनुहुन्छ र मलाई प्रेम गर्छु भनी भन्नुहुन्छ भने म मेरो जीवनलाई अझ असल बनाउन प्रयत्न गर्नेछु। म को हुँ भन्ने कुराले म खुसी रहन चाहन्छु। म कुनै झुटा प्रतिज्ञा गर्न चाहन्न। मलाई यो पनि थाहा छ कि म कमजोर छु। यदि म लड्छु भने पनि मलाई फेरि उठ्न र सुरु गर्न साहस दिनुहोस्। यदि तपाईको अस्तित्व कतै छ, यदि तपाईँ मलाई त्याग्न चाहनुहुन्न भने तपाईँ तथा मेरा साथीहरूको सहायताले म एक दिन अवश्य सफल हुनेछु भन्ने कुरामा म विश्वस्त छु। म नशादेखि मुक्त हुन भरमग्दुर प्रयत्न गर्नेछु। यदि तपाईले मलाई मार्ग देखाउनुहुन्छ भने म अरूको सल्लाह लिनेछु र आफ्ना विगतलाई सच्याउने कोसिस गर्नेछु। मेरो बाँकी जीवनमा तपाईको मार्ग निर्देशन र अगुवाई मिलोस् भनी म यो प्रार्थना चढाउँछु। यदि तपाईले मेरो यस अन्धकारपूर्ण समयबाट बचाउनु भयो भने म सफल हुनेछु र एक दिन अवश्य म त्यहाँ पुग्नेछु। I've been wandering around in the dark, been lost somewhere with no light could shine on my heart. I've known a pain so deep, but I know my faith will free me, and I'll get through this. I'll find my way again. So don't tell me that it's over, 'cause each step just gets me closer. I will get there. I will get there. I will get there. I will get there somehow. Cross that river. Cross that river. Nothing's stopping me now. I will get through
to the other side. Get there, get there. I've been in these chains for so long. I've been free and I'll be there where I belong. Hold my head up high, I'll stand tall. And I swear this time I won't fall. I will do this no matter what it takes. 'Cause I know no limitations. And I reach my destination. I will get